भान्जा भान्जीहरूले रुम चेक आउट गरिगरेन चेक गरिगरेन हाउ यु फिलिङ कस्तो छ नाइस ब्याग अब भान्जीको भरिया भन्नु पर्यो नि हैन मोमो कस्तो छ नानी टेस्टी छ टेस्टी छ नानी बिहोस्न स्वप्निल हाउ रेट दिस स्यान्डविच आउट अफ 10 हाउ मच आउट अफ 10 Infinite out of 10. त्यस्तो त हुन्न 10 out of 10. 10 out of 10 It means it's tasty huh बिहोस्नले कसरी रेट गर्ने 100 out of 100. 100 out of 100 Itu tuh baru kan. Ready up. Down. Count down, eh? 5, 4. और तारा न और तारे 3. Let me count. 2. 1000 रुपया लस तो 4. ए न डरे 3. 2. 1. Go. चाँडो गर्न 1. लारा च्यालेन्ज थियो च्यालेन्ज त्यहाँबाट डुबेर अन्डरनिथ वाटर हैन वहाँसम्म एउटा इन्देखि अर्को इन्सम्म पुग्नु पर्यो 1000 रुपैयाँ ल 1000 रुपैयाँको च्यालेन्ज दुईटा भेनाको 500 ल चाइ ल रेडी दुईटा भेनाको 500 ल रेडी 1 2 3 गो ल 1000 पाक्यो ल 1000 पाक्यो ल ओ अनि नमस्ते ल कहाँ जाने चाहिँ कहाँ हो हामी चाहिँ अझै कहाँ हो जाने नुवाकोट हिमालयन देउराली रिसोर्टमा ल अब रेडी हुँदैछौँ नौडा नाइट स्टे गर्नेको लागि होइन भान्जी मेरो भान्जी रेडी मेरो भान्जा रेडी खोइ भान्जा ओके अल गुड गुड बाइक चलाउनु त्यो अन्जितले म चलाम बाइक म चलाम म चलाउँदिनँ म तेरो पछाडि बस्ने हो म यहाँ ब्लगिङ गर्नु पर्छ हाइवेमा बाबु माहौल आयो भने कहाँ जानु लाग्यो रे बाबु हामी ओके रिसोर्ट ध्यान लगाएर गरौँ भयो बन्ने तेरो भाइ अन्त हल्का ब्यान्डेज स्यान्डेज हानेर भाँचेको पछाडि के ल ल ल
ल हामी आइपुग्यो हिमालयन के रहेछ दिदी बहिनीहरूसँग हिँडेपछि भरिया बन्नुपर्छ तर बल्ल कन्स्ट्रक्सन त बल्ल सुरु हुँदै रहेछ कन्स्ट्रक्सन पुरा कम्प्लिट नभइरहेछ कन्स्ट्रक्सन रहेछ हिमालयन वेलकम टु हिमालयन देउराली रिसोर्ट कता हो रुम पहिला यसो भ्यूको भोलि बिहान भान्जीहरूले रुम चेक आउट गरी गरेन चेक गरी गरेन हाउ यु फिलिङ कस्तो छ नाइस ब्याग अब भान्जीको भरिया भन्नु पर्यो नि होइन खोइ रुम हेरौँ त चेक गरौँ तीनटा माथि हो तल दुईटा छ माथि छैन म्याम प्याक भन्दा पनि दुईटामा हाम्रै यहाँको आफ्नो बस्नु भएको छ दुईटाको फर्स्ट भान्जीलाई रुम हेरौँ त This is 111. मिल्छ बेलकनी खुल्न मिल्छ How do I open my shoes? एउटामा टवल छ एउटामा ट्विन छ तल के भयो उ त खाली नभएको र कता हामी जन बिहानै भनेको नि के झोला लिएर जाने हो एउटा चाहिँ ट्विन छ एउटा चाहिँ चारजनाको छ भन्छ चारवटा केटाहरु हामी त तलै सुत्छ हामी त जहाँ सुत्नु हुन्छ हामी त जहाँ सुत्नु हुन्छ नि जहाँ पनि त नसुत्दै यही ओछ्यान नउठाइदिनु सुत्दिनु ल कुन रुम कुन हो यो ट्विन त तल दुईटा छ दुईटा त्यत्रो रुम त चाहिँदैन होला 5 रुम रिसेप्सन भ्यूजहरू चाहिँ भान्जा बाबुसँग अब पिङ खेल्नु पर्यो हाउ यु फिलिङ माई भान्जा कम हियर अझै कन्स्ट्रक्सनमै रहेछ हुन त तर ठिकै प्राइसमा मिल्यो सुपर डिलक्स रुम 5000 एबभको रुम 6,000 मा मिल्यो म स्विम गर्दिम No, I can swing myself. खोइ हेरौँ त आई थिङ्क म यो बेडमा सुत्छु जकुजी पनि रहेछ
अन्त पानी उ गरेर म त्यहाँ जकुजीमा यस्तो मजाले धाउनु पर्यो सुतिहाल्नु त अहिले सुपर डिलर नानी यो के भन्छ बाटो बिना जकुजी See? No. Soap meal, are you okay? See? Can you describe about this thing? Huh? Soap meal? अलिकति ओल्ड हेरिटेज जस्तो बनाएर छ यो त जुलेक्सले हामी चाहिँ सुपर जुलेक्समा बस्यो स्विमिङ पुल पनि राम्रो हुन्छ भान्जा सोप मिल Do you want to swim? I will teach you. उता सुपर डिस्न हुन त यता बस्न पाएको भए त रमाइलो हुन्थ्यो यार घर जस्तो It's cold or what? Water? Huh? Wait. Can you check water? It is a little cold. Is it cold? You can swim? Well, I can handle Oh, it yeah. on my No, body. it's not. Except when I drink it. What's the name of this flower? Huh? You going? Roxy? अहिले खाने कि राति यतै बारी यतै गर्ने हो कि बारी हैन स्विमिङ पुलमा भन्दा सिरान ह्यान्ड पुरै खोल्दै ह लाग्छ पनि स्विमिङ पुलमा त्यहाँ जति नै बन्दी ठाउँमा बसे पनि हैन नाइन त पहिले उता गएर के उ गरेर आइदैन देयर दे स्विमिङ कस्ट्युम इज यहाँ हेर स्विमिङ कस्ट्युम इज नेसेसरी टु वेयर यार स्विमिङ कस्ट्युम इज नेसेसरी टु वेयर स्विमिङ कस्ट्युम हाँ What's that? Huh? How you describe about this house? Huh? Babu, can you describe this house? Which one? That or that? Anyone. Which one do you want to describe? Huh? That one looks old. Like an old heritage, yeah? Yeah. Good night. Have a nice day. So, what you want to... Do you want to say anything about my blogging? Where are you going? It sucks. Huh? हेरौँ न टपमा माथिबाट कस्तो भ्यू हुँदो रहेछ यो त चिल वाइब्स रहेछ नि त हाम्रो बार्बिक्यू पनि रेडी हुँदैछ दादा सुक्खा भएको त कति रमाइलो देख्थ्यो र आयो खोइ त मलाई खोइ मोमो आएन मोमो आज त ए तिम्रो खानु मोमो हैन यार लास्टै हाम्रो भोक कस्तो भोक चाख्यो कस्तो छ सब्मी मोमो खानु भोकले हो के यो त चिकन हैन तिम्रो त भेज हैन हैन मेरो भेज उसको चीज एन्ड टमाटोस ओके यति है लो अब खान्दा तिमीले खाऊ अनि भोक लागि मान्छे त साथी छ न भोक लाग्यो रे अनि बिजो बना यहाँ नि गरेछ Don't eat this, okay? It's very spicy. Yes, that's why I'm not eating that one.
दिवसमा झोल एकछिन How was sandwich? Chocolate? मोमो कस्तो छ नानी? टेस्टी छ? खै झोल टेस्ट गर्न टेस्टी छ? नानी? बियोसना? Chocolate. How rate this sandwich? Out of 10? How much? Out of 10? Infinite out of 10. त्यस्तो त हुन्न That 10 out of 10. 10 out of 10? It means it's tasty, huh? बियोसनाले कसरी रेट गर्ने? 100 out of 100. 100 out of 100? म भने अनि के भएको म के पिज्जा बन सरी राम्रो हिजो त दौरो हामी क्या है टोपी लगा ल थ्याङ्क यू हाम्रो डिस नो 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 ओ पटेका स्वप्निल तिमी आउ न पटेका भाइ पटेका भाइ स्वप्निल एक ठाउँमा बस्छ न माछावाला त म टाढोमा त म गएको छु माछा खान हुन्छ यार उनो Uno. Wait. First I did this one, this, and I'll bring. Okay. हामी चाहिँ Now we are going for swimming. Okay. So guys हामीहरु चाहिँ तल जान लाग्यो उनो लिनु भयो सबै लिनु भयो नि उनो हामी तल जान लाग्यो अब ओ माय गॉड लास्ट Don't be scared. You're not making a horror video. Okay. Hey. हामी चाहिँ जतिखेर माथि Excuse me. Look at that night vision. You like stairs? Huh? You like stairs or not? Straight road or stairs? What you like? Actually road. Road? Even though they have followed it, it don't disturb me, but stairs. Oh. So guys, finally, हामी चाहिँ आइपुग्यौँ के तिम्रो पनि गर्ने फ्रन्ट उन्न खेलेको भिडियो गाइदिनु ल त्यसले त फेरि पनि तातो मेरो बर्थडे हैन यार दुईटा मात्रै भयो कि दुईटा फेरि फाइन दिन्छु नि म पनि राम्रो क्यामेराम्यान हजुर फिल्टर गर्न उता उता अनिल 50 रुपैयाँ हानि यो त अलि कलर आएको थियो अलि कलरै आएन पैसा म लिम आज त आमा त दिनु क्या लिम परे 5 भयो कस्तो पानी निस्केछ हामी फ्रुट्स लिएर जान पाउँछौँ सबै नलैजाऊ सबै मलाई क्यारेट हो खिल्की सानो देऊ न अब हाम्रो डिनर टाइम भयो है डिनर टाइम डिनर टाइम यतै बस्नु तिनीहरु मेरो अगाडि बस्छ अगाडि बस्छौँ ल डिनर टाइम ओ त्यहाँ बस्छ नि
ए बाबुलाई त के आफूले खान सक्दैन धेरै बाबु नानीले खोइ मेरो भान्जीले भात खाएको खोइ बिजी साह्रै बिजी यो खानु न यो ऊ भेनाले गाह्रो हुन्छ के यो खानु न यो खानु न यो खानु न ऊ भेनाले यो माने मुना यो यसमा खानु त भेनाले त ऊ भेनाले यसमा गाह्रो हुन्छ होला नि ए के खाने होइन होइन हात त्यो खाँदाखेरि त्यो छरिन्छ के ल हात धुनु पर्यो तर हात धुनु त कहाँ हो यार रेड डिस यो होटल चाहिँ अहिले कति भयो टाइम अहिले 11 बजेछ म्युजिक अफ भयो अब के भन्ने अब भर्खर रमाइलो गर्ने भनेको म्युजिकै अफ गरिदियो म्युजिकै छैन नेपाली गेस्टहरूलाई चाहिँ अलिकति यो चाहिँ ठिक नरहेछ ल नेपाली गेस्टहरूलाई इम्पोर्टेन्ट दिनुपर्ने हो ल अब आज हिमालयन कहाँ हो हिमालयन के थियो अरे नाम हिमालयन देउरालीको भोलि बिहान स्टार्ट गरौँ ल अब चाहिँ गुड नाइट भन्नु पऱ्यो गुड नाइट है ल गुड नाइट गुड मर्निङ गाइस अब चाहिँ चिया ब्रेक चिया खाने सुतेछ चिया खान्छु अनि चिया खाएपछि स्विमिङ गर्नु पऱ्यो चिया खाए यहाँ चाहिँ फरेनर पिसहरू जापानिजहरू होला है कि कता केहरू होला चाइनिज मर्निङ ब्रेकफास्ट अलिक हेभी होला जस्तो लाग्यो ब्ल्याक कफी तरकारी के तरकारी झोल थप्नु पानी थप्नु अब स्विमिङ गर्दा घुम्नु ल फ्रेस हुनु पऱ्यो स्विम गरेर स्विमिङ टाइम हेरौँ पानीको त्यो तातो चिसो उत्तिको छ स्विम गर्नु पऱ्यो पानी त ठिकै छ सफाइ छ नेक भन्दा माथि आयो नि मामाले रोक्छ खुट्टा टेका स्लोली म छुट्ने भयो म छुट्यो You can.
ट्राई त गर बाबु ट्राई नगरिकन कति थाहा हुन्छ त्यसो भए नो स्विमिङ आउँछ उहाँ अर्कोले स्विमिङ कस्ट्युम ल्याएन भनेर रुल खर्यो उहाँ सुन न व्यवस्थाको सबै रेकर्ड भयो स्विमिङ सिक्छ हात चलाऊ खुट्टा चलाऊ खुट्टा चलाऊ खुट्टा चलाऊ खुट्टा 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 चलाऊ खुट्टा चलाऊ खुट्टा चलाऊ खुट्टा 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 चलाऊ खुट्टा चलाऊ ए नडर के केही नि हुँदैन अनि मजा चलाऊ अनि मजा चलाऊ खुट्टा खुट्टा चलाऊ खुट्टा ल खुट्टा चलाऊ त्यसरी खुट्टा चलाऊ अझै चलाऊ खुट्टा खुट्टा चलाऊ खुट्टा चलाउनु नछोड यो खुट्टा चलाउनु नछोड ल हात चलाऊ एउटा हात चलाऊ खुट्टा चलाउनु नछोड चलाउनु सिक न खुट्टा चलाऊ खेल्नै पर्छ क्या पौडी त्यहाँ गर्मी भइरहेको ल सुजन ल ल सुरु भयो ल अन्त ल काउन्टर 5 ल रेडी पोजिसन ल सुजन ल ल दिए टक्क यस्तो गर्नु यस्तो गरेर सिकाउने मान्छेले गर्छ हैन मेरो ब्यान्ड गर खुट्टालाई हल्का ब्यान्ड गर मेरो यो के रे तिम्रो स्टाइलले हान्ने तिम्रो स्टाइलले हान्नु न ल बस रेडी पोजिसन बसेर लुज गर के त्यो किचन छाती दाइ केही नि हुँदैन केही हुँदैन रेडी हो ल रेडी हो 5 खुट्टा छैन फेरि छ अलि डाउन सुजन रेडी हो डाउन ल काउन्ट डाउन है 5 4 चार हान 4 ल 1000 रुपैयाँ ल सुजन ए नडर 3 2 1 गो चाँडो गर्न 1 ल हान एउटै रहेछ ल प्रयास राम्रै थियो कस्तो अनुभव भयो त्यो भित्र त पुरै त्यो कानै झुम्मा त्यस्तो पुरै तिमी हान्ने हो च्यालेन्ज 1000 च्यालेन्ज ल हान ल पानीले जानै दिएन कतिजना हो ल अझै हाम्रो इज्जत बचाउँछ यार यहीँबाट अझै नभागिकन यतिकै ड्या ल ल ए 1000 रुपैयाँ पाक्यो 1000 रुपैयाँ अब अर्को 1000 डाइभ नानी त अब डाइभ नआनिकन ल च्यालेन्ज थियो च्यालेन्ज त्यहाँबाट डुबेर अन्डरनिथ वाटर होइन उहाँसम्म एउटा इन्चदेखि अर्को इन्चसम्म पुग्नु पर्यो 1000 रुपैयाँ ल 1000 रुपैयाँको च्यालेन्ज दुईटा भेनाको 500 ल ट्राई ल रेडी दुईटा भेनाको 500 ल रेडी 1 2 3 गो ल 1000 पाक्यो ल 1000 पाक्यो ल पाक्यो 1000 ल अब हाम्रो टाइम इन हिमालयन सकियो गोर्खा स्ट्रङ गाइजहरु यता होला नि त के कहिले खाएको गोर्खा स्ट्रङ मलाई के थाहा हो मैले खाएन कहिले खाएको त के मैले खाएन हिजो बियर कोले खाएर रम बियर खाएन बियर कसैले खाएन कोही कसरी खायो खाएको कसले सन्दमले मैले होइन
सन्नब दाइले ए भयो नि त अनि खाएको मान्छे मैले त हाम्रै ग्रुपले खायो होला भनेर मैले उस गरिदिएको कि हामीले खाएको केही छैन अरूले खायो ल बाबु ल अब हाम्रो ब्लगिङ इन गरौँ ल भान्जे आऊ सबै नहान नहान के रे उसिन न ल स्वप्निल हान्छ ल हाम्रो टाइम इन हिमालयन देउराली कस्तो भयो ग्रेट इन्जोय गर्यो फन भयो नि अनि स्विमिङ कस्तो भयो माउले स्विमिङ सिकायो Did you learn swimming? No? You instead made me have the fear of water. You instead made me have the fear of water. Fear of water? Do you fear water? Huh? डर लाउँछ? विवशना अनि हाम्रो टाइम इन हिमालयन देउराली कस्तो भयो तिमीलाई अवश्य रमाइलो भयो विवशना अब इन्डिङ गर्नु पर्यो के अब कुहिरो लाएर भ्यू नै छेक्यो के ग्रुपमा फोटो खिचौँ ल ग्रुप फोटो ग्रुप फोटो गर्ने अब अनि ल हाम्रो इन्डिङ ग्रुप फोटो मिल्छ हाम्रो टाइम इन हिमालयन अब सक्यो इट वाज ग्रेट फन रमाइलो तर 11 बजेपछि म्युजिक दिएन नाच्न दिएन अरू गेस्टहरू डिस्टर्ब हुन्छ भनेर तर रमाइलो त रमाइलो भयो अनि चप्पल रुममा चप्पल नरहेछ सो हाम्रो हिमालयन देउरालीको टाइमलाई अब इन्डिङ गर्नु पर्यो सो अब खाना खाने अनि ब्लगिङ इन गर्ने ल अब सी यु नेक्स्ट ब्लग पहिला खाना खाएको अलिकति भिडियो हाल्छु अनि इन्डिङ गर्नु पर्यो अब लन्च टाइम 1 chicken 4 item restaurant lunch time के रे ल अब चाहिँ ब्लगिङ गर्नु पर्यो लन्च पनि भयो ब्लगिङ हेर्नु पर्नु लाइक सब्सक्राइब गरिराख्नु बाई